युट्युब च्यानल मोबाइलबाट कसरी मोनेटाइज गर्ने फुल प्रोसेस देखाउने छौँ। भिडियो अन्तिमसम्म हेरिदिनु होला। तपाईलाई अर्को भिडियो हेर्नको लागि जरुरत पर्दैन। यही भिडियोबाट तपाईँ मोनेटाइज गर्न सक्नुहुनेछ। मोबाइलबाट कसरी गर्ने, यो मेरो आफ्नै च्यानल हो। म आफ्नै च्यानल मोनेटाइज गरेर देखाउँछु तपाईहरूलाई। लाइभमा देखाउने छु, मोनेटाइज गरेर देखाउने छु म आफ्नो च्यानल कसरी गर्ने। मेरो यो च्यानल मसँग दुईटा च्यानल छ र मेरो फर्स्ट च्यानल एलिजिबल भइसक्यो मोनेटाइजको लागि र सबै प्रोसेस म देखाउने छु र हेर्न सक्नुहुन्छ। वाच पेजबाट, फिड पेजबाट, मेम्बरसिपबाट, सुपर च्याटबाट, सपिङबाट, सबैबाट एलिजिबल भइसक्यो। अप्लाई बटन आइसक्यो र मोबाइलबाटै म गरेर देखाउने छु। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, एउटा कमेन्ट गरिदिनु। सबभन्दा पहिला हामी क्रोममा जानुपर्छ। क्रोमबाट तपाईँ क्रोमबाट र अर्को वाइट स्टुडियोबाट पनि गर्न सक्नुहुन्छ, तर क्रोमबाट म गरेर देखाउँछु तपाईँहरूलाई। क्रोममा ओपन गर्ने र युट्युब स्टुडियो तपाईँ हेर्नुहुन्छ ओपन गर्ने। त्यहाँबाट युट्युब स्टुडियो ओपन गरिसकेपछि यस्तो इन्टरफेस आउँछ, तपाईँको च्यानलको इन्टरफेस आउँछ र यहाँबाट जुन अर्नको सेक्सन छ हाम्रो त्यहाँ जानुपर्छ। म जुम गरेर देखाउँछु तपाईहरूलाई। यो अर्नको सेक्सन हो। यो अर्नको सेक्सनलाई दबाउनु होला। त्यहाँबाट तपाईले हेर्न सक्नुहुन्छ। यहाँ सबै हाम्रो क्राइटेरिया पूरा गरिसकेको छ। 1000 वाच टाइम, 1000 सब्सक्राइबर र 4000 वाच टाइम। तपाईँ फुल्ली मोनेटाइज गर्ने अप्सन पाउनुहुन्छ। अप्लाई बटन आइसकेको छ। अप्लाई बटनमा हामी क्लिक गर्छौँ। क्लिक गरेपछि यस्तो इन्टरफेस आउँछ। यहाँ हाम्रो स्टेप 1, स्टेप 2, स्टेप 3 छ। हामी स्टेप 1 लाई क्लिक गर्छौँ। यहाँ टर्म्स एन्ड कन्डिसन छ स्टेप 1 मा। त्यसलाई हामी टिक लगाएर कन्टिन्यू गर्छौँ। कन्टिन्यू गरेपछि यो डन भइसक्यो। फर्स्ट स्टेपको हाम्रो डन भइसक्यो। त्यसपछि स्टेप 2, स्टेप 2 मा हामी जान्छौँ। स्टेप 2 मा गइसकेपछि बिचको हामीलाई सेलेक्ट गर्नुपर्छ। सेकेन्डको नो आई डोन्ट ह्याभ एन एक्जिस्टिङ एकाउन्ट। हामीलाई सोधिरहेछ यहाँ एडसन एकाउन्ट हामीसँग छ कि छैन। छ भने फर्स्टमा क्लिक गर्नुहुन, छैन भने सेकेन्डमा क्लिक गर्नु। सेकेन्डमा हामी क्लिक गर्छौँ र यहाँबाट हामी कन्टिन्यू गर्छौँ। नयाँ एडसन एकाउन्ट राख्नु हो भने राम्रो हुन्छ। तपाईसँग अर्को पनि छ भने त्यही पनि अर्को राख्नु। एउटाबाट पनि तपाईँ 2टा 3टा च्यानल मोनेटाइज गर्न सक्नुहुन्छ र तपाईले अर्को राख्यो भने झन् राम्रो। बाइ चान्स कुनै कारणवश च्यानल गडबडी भयो, ह्याक भयो या केही भयो, तपाईँ त्यहाँबाट रिकभर गर्न सक्नुहुन्छ। यो अलि नेटले गर्दा हामीलाई अलि स्लो चलिरहेछ नेट, त्यही भएर। त्यसपछि हामी डाइरेक्ट जीमेलमा आउँछौँ। जीमेलमा इन्टर गर्छौँ। यहाँबाट हामी सेलेक्ट गर्ने हो कुन हाम्रो जीमेल आइडी छ। मोबाइलमा त धेरै हुन्छ जीमेल आइडी। कुनबाट हामीले युट्युब चलाएको छौँ त्यो च्यानललाई हामी सेलेक्ट गर्छौँ। अर्कोबाट पनि भन्छ, तर त्योबाट बनायो भने झन् राम्रो हुन्छ। हामी त्यो जीमेल सेलेक्ट गर्यौँ। त्यो जीमेल सेलेक्ट गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। एडसन फर युट्युब टर्म्स एन्ड कन्डिसन। यस्तो इन्टरफेस आउँछ। त्यहाँ हामी फर्स्टमा नेपाल राखेको छौँ अनि तल हामी क्लिक गर्नुपर्छ। आई हेभ रिड एन्ड एक्सेप्ट द एग्रिमेन्ट। यसमा हामीलाई क्लिक गर्नुपर्छ। क्लिक गरिसकेपछि सेटअप एकाउन्टमा हामी क्लिक गर्छौँ।
सेटअप एकाउन्ट हामी क्लिक गरिसकेपछि त्यसपछि हाम्रो यस्तो इन्टरफेस आउँछ। अब यहाँ हामीले हेर्ने कुरा के छ भने फर्स्टमा एकाउन्ट टेप दिएको छ, त्यहाँ इन्डिभिजुअल राख्ने। सेकेन्डमा नेम एन्ड एड्रेस दिएको छ, त्यहाँ हामीले आफ्नो नाम टाइप गर्नुपर्छ। फर्स्टमा इन्डिभिजुअल र सेकेन्डमा हाम्रो नेम राख्नुपर्छ। अनि हाम्रो जुन एड्रेस 1 छ त्यो एड्रेस 1 मा हामीलाई आफ्नो ठेगाना राख्नुपर्छ। हामी कहाँ पिन मगाउन चाहन्छौँ, कहाँबाट हामी अपरेट गरिरहेछौँ च्यानललाई, त्यो हाम्रो घरको ठेगाना जुन हाम्रो नागरिकतामा हुन्छ त्यही सेम हाल्नुपर्छ सबै डिटेल्स। र एड्रेस 2 मा पनि तपाईँ सेम एड्रेस हाल्न सक्नुहुन्छ, या अथवा तपाईँ त्यहाँभन्दा कतै अर्को ठाउँमा बस्नुहुन्छ त्यहाँ पिन मगाउन चाहनुहुन्छ भने त्यो एड्रेस हाल्न सक्नुहुन्छ। म त्यो छोडिदिन्छु सेकेन्डवाला। थर्डमा सिटी एन्ड टाउन, तपाईँको नजिकको कुन सिटी एन्ड टाउन छ त्यो भर्नुहोला। र पोस्टल कोडमा तपाईँ आफ्नो सिटीको गाउँको छ भने गाउँको हाल्नु, कुनै कुनै बेला गाउँको हुँदैन, त्यहाँबाट तपाईँ सिटीको हाल्न सक्नुहुन्छ, सिटीको हाल्नु। गुगलबाट सर्च गरेर सिटीको हाल्न पनि सक्नुहुन्छ। र तल फोन नम्बर अप्सनल छ, तर हाल्यो भने राम्रो हुन्छ। फोन नम्बर दिनुभयो भने तपाईँलाई च्यानल रिकभरी गर्न धेरै मद्दत गर्छ। यो सबै हेर्न सक्नुहुन्छ। यो सबै तपाईँ गुगलबाट पोस्टल कोडमा निकालेको छु, त्यो पोस्टल कोडमा हाल्छु। त्यसपछि यो सबै एड्रेस फिल गरिदिन्छु म। फिल गरिसकेपछि यस्तो इन्टरफेस तपाईँ देख्नुहुन्छ। यहाँ मैले सबै फिल गरिसकेँ। एकाउन्ट टेपमा भिजुअल एकाउन्ट, नेममा आफ्नो नेम, एड्रेसमा आफ्नो घरको एड्रेस, सेकेन्ड मैले छोडिदिएको छु एड्रेसको सिटी, पोस्टल कोड, फोन नम्बर सबै मैले यो हालिसकेँ। त्यसपछि तपाईँ कन्टिन्यूमा क्लिक गर्नुहुन्छ भने यहाँ हेर्न सक्नुहुन्छ तपाईँलाई रिडाइरेक्ट गरिदिन्छ। त्यहाँबाट तपाईँलाई यस्तो इन्टरफेस देखाउँछ। जुन कुन एड्रेस हाल्नुभएको छ त्यहाँबाट तपाईँले देखाउँछ पुरै। कुनै चेन्ज गर्नु छ भने चेन्ज गर्नु, कन्फर्म गर्नुको लागि। छैन भने ठिक छ भने त्यहाँबाट कन्टिन्यूमा तपाईँ क्लिक गर्न सक्नुहुन्छ। कन्टिन्यूमा क्लिक गरिसकेपछि यहाँ सेटअप एकाउन्टमा क्लिक गर्नु। सेटअप एकाउन्टमा क्लिक गरिसकेपछि रिडाइरेक्ट टु युट्युब, तपाईँलाई यहाँबाट रिडाइरेक्ट युट्युब च्यानलमा गरिदिन्छ, वाइटी स्टुडियोमा। यहाँ हेर्न सक्नुहुन्छ मेरो। अब हाम्रो मोनिटाइजेसनको लागि जुन डिटेल्स हाल्नु थियो त्यो डिटेल्स हामीले हालिसक्यौँ, हालेर ओके गरिसक्यौँ। अब हामीलाई रिडाइरेक्ट गरिदियो वाइटी स्टुडियोमा। त्यहाँबाट तपाईँ हेर्नुहुन्छ सेकेन्डको इन प्रोग्रेस, फर्स्टको त डन भइसक्यो, सेकेन्डको इन प्रोग्रेसमा छ। यो 24 घन्टा या 48 घन्टामा त्यो पनि डन गरिदिन्छ। र थर्डको हामीलाई अलिक टाइम लाग्छ। त्यो च्यानल त्यो युट्युबवाला त्यो पुरै चेक गर्छ कपिराइट छ कि छैन, के भिडियो बनाएको छ सबै चेक गरिसकेपछि त्यो डन गर्छ। यहाँ हेर्न सक्नुहुन्छ हामीलाई रिडाइरेक्ट गरिदिएको छ यहाँ हाम्रो वाइटी स्टुडियोमा। र यहाँ हामी हेर्छौँ हाम्रो रेभेन्यू सेक्सन एड भएको छ कि छैन। पुरैमा फुलमा सबै तपाईँलाई देखाउने छु। तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु र लाइक गरिदिनु। यो मेरो फर्स्टको च्यानल हो, मसँग दुईवटा च्यानल छ। फर्स्टको च्यानल मेरो क्राइटेरिया पुरा गरिसकेको छ, त्यहाँबाट हामीले अप्लाई बटन पायौँ। सेकेन्डमा हाम्रो अहिले स्टार्टिङमै छ।
म यहाँबाट तपाईहरुलाई म YT स्टुडियो ओपन गरेर म सबै म देखाउँछु। यो हाम्रो YT स्टुडियो हो। यो हाम्रो 3498 सब्स्क्राइबर छ। यहाँबाट फर्स्टको रिभ्यू बेस्ड टर्म यो ओके भइसकेको छ र सेकेन्डको हाम्रो इन प्रोग्रेसमा छ। थर्डको युट्युब वालाले चेक गरेर हाम्रो फुल्ली मोनेटाइज गर्ने अप्सन दिन्छ। यो हाम्रो यहाँ हेर्न सक्नुहुन्छ। यो अर्न सेक्सनमा हाम्रो एड भइसकेको छ। अब यहाँबाट हाम्रो पुरै क्राइटेरिया पूरा गरिसकेको छ र हाम्रो मोनेटाइजेसनको लागि अप्लाई भइसकेको छ। यसरी नै तपाईहरु गर्न सक्नुहुन्छ च्यानल मोनेटाइजेसन नेपालमा। र भिडियो हेर्नको लागि धेरै धेरै धन्यवाद।